र चट्ट साथीभाइहरू हामी चाहिँ घर लिप्ने रेडी छौँ होइन। यहाँ दसैँ लाग्यो ल हेर्नुहोस् दसैँ मैले माटो यहाँ रेडी गरेको छु होइन। दसैँमा यसरी सुरुवात हामी गर्दैछौँ। मैले माथि चाहिँ त्यति लिपेँ लिपिसकेको छु। यता बहिनी छिन् ल साथी हेर्नु है। अहिलेको हालत चाहिँ यो अवस्था भइसकेको छ होइन। अहिलेको अवस्था यो हालत बाहिर सक्यो होइन। यो अब भित्र छिर्नु तयारी हाम्रो बहिनीको हालत यस्तो छ। यो हालत छ होइन। यो एउटा किचन सिङ्कै छ ल हेर्नुहोस् यसरी बाल्टिन बोकेर हाम्रो बहिनीको हालत यस्तो ल साथीभाइहरू यो हालत है। यो हालत दुईजना चस्मिस हेर्नुहोस् यस्तो हालत यस्तो छ है। ल बल्ल 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 लिपिसक्यो घर फाइनल। ल हेर्नुहोस् यता त अलिक अँध्यारो होइन। यताको हालत यस्तो छ है। सबै लिप्यो भाँडाकुँडाहरू ल हेर्नुहोस् त छरपष्ट ल है। अब चाहिँ ल साथीभाइहरू भिडियो अफ गरियो है आजलाई चाहिँ। ल घर लिपाई दसैँको यता छ मेरो जिनी साथीभाइहरू। तिहार दसैँ लाग्यो है दसैँ लाग्यो यसो मासु ल्यायो साथीभाइहरू। लु दसैँ लाग्यो दसैँमा मासु कटाइ छ यहाँ मासु भयो ल साथीभाइहरू। दसैँ लाग्यो होइन दसैँमा मासु कटाइ छ मेरो भैँसीको राँगाको मासु कटाइ छ। यता देखाएर राँगाको मासु भोलि चाहिँ सुँगुर कटाइ हुनेछ भोलिदेखि ल। यता भैँसी राँगाको मासु यता भैँसी बहिनीले रक्सी बनाउँदैछ। कति बान बनाइस् दसैँको लागि ल यस्तै चाहिँ गाउँघरमा दसैँको लागि तयारी यस्तो छ। सरसफाइ गर्नै बाँकी छ जतातता बहिनीले लुगा धोएर यस्तो छ। दाइ बाबाहरू गफ गर्दै हुन्छ बाहिर मासु लिएर आएर। यता मम्मी ल मम्मी के बनाउँदै हुनुहुन्छ जुस ल मम्मीले बाबाले जुस बनाउँदै हुनुहुन्छ। मेरो चाहिँ यो ड्युटी छ है साथीभाइहरू अहिलेको चाहिँ यो ड्युटी यस्तो छ। गाउँघरमा दसैँ लाग्यो ओ दाजुहरू बाबा देवा है दाजु कहाँ गरे दाजु ल त गफ गर्दै हुन्छ है यस्तो छ। म चाहिँ किचनमा छु यहाँ चाहिँ यो तरकारीमा काट्छु। दाइ बाबाहरू सबैले टक पकाएर अलिअलि छुस्छ तिन पानीसँग चट्ट बनाएर भनेर हतारमा काटेछु साथीभाइ चट्टसँगले साथी हो यिनीहरू। ल राँगाको मासु पाक्दैछ है हेर्नुहोस् चट्ट यहाँ मरमसला लगाएँ मैले चट्टसँगले साथीभाइहरू। म चाहिँ यहाँ रङ लगाउँदैछु होइन। यहाँ ढोकामा यसरी रङ लगाउँदैछु चट्टसँगले साथीभाइहरू। म चाहिँ यहाँ ढोकामा यसरी रङ लगाउँदैछु होइन कलर गर्दैछु। यस्तो डाकमा चाहिँ बाबाले लगाउनु भयो फेरि म रिपिट गर्दैछु है साथीभाइहरू। मेरो चाहिँ यस्तो काम छ दसैँको। यहाँ छ मेरो रङ होइन कलर लगाइदिएछ कलर मेरो यो मूल ढोकामा घरमा साथीभाइहरू। म चाहिँ कलर गर्दैछु
के भयो जस्तो दसैँको लागि कहिले कलर सक्नु गरेर यहाँ चाहिँ ढोकामा लगाउँदैछु सबैतिर लगाउनु पर्ने लगभग यस्तै छ है हाम्रो दसैँ कलरमा साथीभाइहरू यस्तै छ ल हिजो नगर्ने च्याट पारेर स्याट ल हेर्नुहोस् मैले कलर गर्दैछु यसरी ल हेर्नुहोस् यस्तो हुन्छ गाउँघरतिरको ढोका कस्तो मजाको फ्लावर होइन ल मेरो ढोकामा चाहिँ मैले यसरी कलर गर्दैछु साथीभाइहरू